नमस्ते साथीहरू, आज चाहिँ हामी बिहामा जानु लागि रेडी भएर आछौँ। यहाँनिर रेडी भएर आइसक्नु भएको छ दिदी। यहाँ छ नानी। रेडी भइसकेको भाइ? यहाँ सबै भेला भइसकेको छ। अब हामी चाहिँ कहाँ जानु भएको मम्मी? घरमै खतराको पूजामा अरे ढाड्दैछ बिहामा गएको। हामी चाहिँ अब नजाने जाने अब रेडी भएको त जाउँ त। हेर्दै हेर्नु होला है साथीहरू, हेर्दै गर्नु होला। के भयो छोड्छ भनेर नानी चाहिँ रुको रुकै छ यहाँ। यहाँ छोरा चाहिँ छोडेर जान्छ भनेर रुँदैछ। भाइ किन रुको? लान्छु त तिमीलाई लाने भनेर लुगा लाएको होइन अन्त नयाँ नाना। अन्त किन रुको? जानुपर्छ अब। सो हेर्दै गर्नु होला साथीहरू। गेट बन्द गरौँ। ड्युटीदेखि त्यस्तो त जो ए के पम्प सक्यो त होइन अहिले त्यति नै छन्। ल हामी चाहिँ आइपुगेको है अब। कतानिर बढ्यो त? यताबाट निस्किए भन न। आइपुगेको भाइ? कहाँ पर्छ? यहीँ पर्ख्यौँ न। ठुलो बेग बाटो चाहिँ यस्तो, अझै यता जानुपर्ने। उँभो राख्ने जग्गा छैन भनेर गाडी चाहिँ यहीँ छोडिराखेको। हेलो बाजे। ए होइन फर्केर आउँदा त फेरि ढिलो हुन्छ नि। एकजना चाहिँ गिफ्ट बिर्सिराखेर फेरि ल्याउनु गएको छ वापस। हामी चाहिँ पर्खेर आएको छ हेरेर। ए यहाँ बाजे र बोजू पनि बिहा खाएर आएको। बडी मामा के टाल्यो? सबै बाँसको घाँस त टालिएर छैन। माथिबाट खेलाउनु। जङ्गलै जङ्गल। बिस्तारै आउनु बुझ्यो। ल बिहा खानु जानेहरूको हालत चाहिँ छ है उकालोमा।
यहाँ चाहिँ पुच्का भैया पनि आएर बसिसकेको रहेछ है साथीहरू। यो चाहिँ हामी बिहा घरमा एन्ट्री गर्दैछौँ। यहाँनिर चाहिँ वेलकम बोर्ड रहेछ सौरभ एन्ड अन्जुको वेडिङ सेरोमनी भनेर, वेलकम टु द वेडिङ सेरोमनी सौरभ एन्ड अन्जु भनेर चाहिँ रहेछ। अनि यहाँ हामी चाहिँ भित्र एन्ट्री गर्दैछौँ। यहाँको चाहिँ मैले साउन्ड म्युट गरेँ किनभने यहाँनिर कपिराइट आउँछ भनेर, पुरा गीतहरू बजिरहेको थियो नि त डिजेहरू, त्यही भएर मैले यहाँको साउन्ड चाहिँ म्युट गरिदिएको छु। र हामी चाहिँ यहाँ पुगेर यसो भेटघाट हुँदैछ। यहाँबाट चाहिँ मलाई डिस्काउन्ट हुँदैछ आउने बित्तिकै ब्लग सुरु भनेर। यहाँ भाउजूहरू हुनुहुँदो रहेछ है। यहाँबाट टिका लाउने क्रमहरू स्टार्ट भइसकेको रहेछ र हामी चाहिँ भर्खर आइपुगेर यहाँ भेटघाट गर्ने क्रम घर परिवारहरूसँग हुँदैछ। र अब चाहिँ टिका लाउनु पर्छ भनेर हामी पनि यहाँनिर वेटिङमा बसिरहेछौँ। एकदमै बेसी भिड रहेछ, क्राउड यहाँनिर लगाउनेहरू टाढो टाढोबाट आउनु भएको। त्यही भएर हामी चाहिँ वेट गर्दै यसो रमित हेर्दै रेस्ट गर्दै बसिरहेछौँ। चियाहरू स्न्याक्सहरू जुसहरू त खाइसकेको। यहाँ दिदी मम्मीहरू पनि बसिरहनु भएको छ। यहाँ चाहिँ दादाले लु ज्वाइँ र मेरो फोटो खिच भन्नुहुँदै थियो। मैले चाहिँ फोटो होइन हौ भिडियो हो भरे, भ्लग आउँछ भ्लगमा हेर्नुहोस् भनेको। हाँस्नु हुँदैछ दादा चाहिँ। अब चाहिँ बल्ल हाम्रो टनाएर बाबाले टिका लगाइदिनु हुँदैछ। अनि त्यसपछि दिदीले पनि लगाइदिनु भयो। अनि चाहिँ हामीले पनि लगाऊँ भनेको त मेरो नानीले नै दिएन, त्यही भएर मैले चाहिँ मेरो हस्बेन्डलाई लगाइदिनु भनेर खद्दाहरू लगाउनु लगाएँ। मेरो चाहिँ नानीले एकदम क्राउड भएर झगडा गरेर नमानेर गिफ्ट चाहिँ मैले प्लास्टिकसँगै दिइहाल्नु, त्यो निकाल्नु सक्दैन भनेर त्यत्तिकै दिएर कार्यक्रम सकिन्। त्यसपछि चाहिँ बारतिर जानुपर्छ भन्नुहुँदै थियो। हामी चाहिँ बारमा नजाने भएकोले गर्दा सिधै खानातिर लाग्यौँ। दुईजनाले चाहिँ खानासाना खाएर पनि सकिहाल्यौँ। यहाँ चाहिँ अरूहरू पनि बसेर खाना खाइरहनु भएको थियो। अहिले चाहिँ एकदम खुल्ला छ किनभने सबैजना बारमा भिड छ नि त। यहाँ बाहिरबाट त्यस्तो भ्यूहरू रहेछ है, सबैजना बसेर यसो रमितहरू हेर्नुहुँदै थियो। नेचुरल भ्यूहरू पनि बाहिर निस्केर। ल अब चाहिँ बिहा खाएर फर्केको सबैजना। मातेको छौँ न हामी मातेको छौँ न सही छ नमाते नै माते जस्तो भइरहेको छ यहाँ बाटोले बाटोले। स्कुल घर गएको अब गाडी चाहिँ तल छैन, राख्ने जग्गा छैन बाटो सानो भनेर, अन्त हिँडाइ पर्दैछ अहिले चाहिँ। हाम्रो गाडी चाहिँ पहिल्यै थियो कि। ल हिँड्नु अगाडि, ल हिँड्नु। भाइ रुएर राम्रो बिहामा घुम्नु पनि दिएन। खत्तम भयो, तिम्रो बिजत भयो। गाडी छैन। पस्नु नानी पक्रिदिनु पर्यो। ल अब चाहिँ हामी गएको। ल बिहा खाएर आउनेहरू सुत्नु आँटेर घर आइपुगेको। पानीले झन्डै कुट्यो, कोही स्कुटीमा कोही गाडीमा। खै मेरो चाबी कसकोमा छ हौ? हिँड न भित्र। नानीले पनि बिहा खाएको पनि खाएको एउटा बनायो। कता गो? के भयो भाइ? के भयो, भोक लाग्यो? तब हेर्दै गर्नु होला साथीहरू। आजको भ्लग चाहिँ यहीँ अन्त गर्छौँ। बाई।